हामीले चाहिँ यहाँनिर यो पुसमा हामीले यहाँनिर बिरुवाहरू रोपेका थियौँ। अहिले चाहिँ यो चाहिँ ओखर हो। ओखरको चाहिँ यति राम्रो पाल्ला भएर आएछ। ओखर चाहिँ सबैमा सबै सरेछ। हाम्रो ओखर, त्यसपछि हल्लाबेद, खुर्पानी, स्याउ, नासपाती रोपेका थियौँ। हल्लाबेदले चाहिँ पानी नपुगेर हो अब के हो सबैमा सर्न सकेन। ओखर चाहिँ हजुरको कति राम्रो भएको छ हेर्नुहोस् त। यो चाहिँ ओखरको। हाम्रो ओखरमा चाहिँ लगभग 60-70वटा बोट ल्याएको थिएँ। त्यसमा चाहिँ हजुरको सबै सक्सेस भयो। सबैमा यस्तै हरियो पालुवा आछन्। यत्रो दुःख गरेर यस्तो देख्नु पाउँदा चाहिँ मनमा छुट्टै खालको खुसी हुने रहेछ। यो चाहिँ हाम्रो पाको, यो चाहिँ स्याउको बोट छ यहाँनिर, लप्सीको बोट। यहाँ मासतिर सबै हल्लाबेद लाग्थ्यो, त्यो चाहिँ मऱ्यो। अब त्यसको ठाउँमा अरू कुनै लाउनु पर्नेछ। उतापट्टि पाखामा ओखर लगाएको थियौँ। यो पाखामा ओखर लगाएको थियौँ। यहाँ चाहिँ झाडी भइसकेको छ अहिले बढी। यहाँनिर ओखर चाहिँ हजुरको यहाँनिर बिरुवाहरू आएको छ। कोहीमा सानो यसरी आउँदैछ, कोहीमा चाहिँ ठुल्ठुलो भइसकेको छ। त्यो चाहिँ छुट्टै खुसी, आनन्द। दुःख गरेपछि छुट्टै आनन्द मिल्दो रहेछ। यहाँ यसरी सरेको छ। यहाँ पनि छ, यहाँ यस्तो। यहाँ चाहिँ अलिक सानो चाहिँ उतापट्टि पाखाको चाहिँ पारिलोमा चाहिँ अझै धेरै भएको छ। यहाँ चाहिँ अलिक चिसो भएर होला अलिक ढिलो आएछ। यो चाहिँ ओखर हो। अनि यो चाहिँ आरु, यो चाहिँ खुर्पानी। यो खुर्पानी, उ त्यहाँ खुर्पानी। हल्लाबेद चाहिँ यहाँ सर्दैछ। एउटामा चाहिँ पात आयो, एउटामा चाहिँ पात आयो, अरूमा चाहिँ मुना पलाउन लाग्छ। यो चाहिँ छुट्टै खुसी हुँदो रहेछ। यो चाहिँ ओखर। हामी दुई भाइ भएर चाहिँ यहाँनिर पुसको महिना आएर बिरुवाहरू लगाएको थियौँ। अहिले चाहिँ अस्ति नै आएर 2-3 चोटि पानी हालेर गयौँ। अहिले चाहिँ बिरुवाले पालुवा हालेछ। छुट्टै खुसी, छुट्टै आनन्दको महसुस भइरहेछ। यो चाहिँ अब बाबुबाजेले दुःख गरेको ठाउँमा बाँझो राख्नुभन्दा भनेर चाहिँ हजुरको बिरुवा लगाएको थियौँ हामीले फाँडेर। यहाँनिर एकदम घारी भएको थियो। यही ठाउँ हो, एकदम घारी भएको थियो, जङ्गल भएको थियो। हामीले चाहिँ फाँडेर बिरुवा हाल्यो। अब माथि फाँड्नै बाँकी छ। माथि फाँडेर माथि चाहिँ एभोकाडो लगाउने सोच बनाएको छौँ। हेर्दैछौँ के हुन्छ। हजुरहरूलाई देखाउँछौँ हामी हाम्रो दुःख, पसिना, रङ लागेको छुट्टै खुसी हुँदो रहेछ। ओखर त सबै नै सरेछ। हल्लाबेदमा नि पाल्लो आएछ। अलि ढिलो हुँदो रहेछ। यो चाहिँ नासपाती हो। अनि यतापट्टि चाहिँ स्याउ छ। यो चाहिँ स्याउ हो। यो स्याउ पनि राम्रोसँग सरेछ लगाएको जति सबै। हाम्रो हल्लाबेदमा चाहिँ पानी कम भएर होला थोरै मात्रै सरेछ। यो चाहिँ लप्सीको रुख हो। यो स्याउ, यो सुन्तला रुख पनि यत्रो भइसकेको छ। यो पनि स्याउ हो। उ त्यो माथिको चाहिँ कालो चाहिँ काफलको रुख हो। यो चाहिँ हाम्रो काफलको रुख एकदम ठुलो छ। यो काफलको रुख एकदम ठुलो छ। माथि पनि छ काफल 3-4वटा। यो पनि काफलको रुख हो। यो पनि काफलको रुख। उता तल पनि छ। लप्सीको रुख यहाँ 2टा छ। यो लप्सीको रुख हाम्रो पारी गुरुङ गाउँ छ त्यहाँनिर। तल पनि गुरुङ गाउँ छ। हाम्रो चाहिँ बस्ती अलिक टाढा छ। उता पारी पुणी भन्छ, त्यो भयो। यो चाहिँ घर, यो घर हो हामी आउँदा बस्ने। रोड यहीँसम्म चाहिँ काफलको रुख माथिबाट रोड छ। यहाँनिर बाटो छ। यहाँनिर हामीले ओखरहरू रोपेका थियौँ। ओखर चाहिँ सबै सरेछ। ओखर चाहिँ यो चाहिँ स्याउ, यो स्याउ छ यहाँनिर। ओखर यो पनि स्याउ हो। त्यहाँ
ओखर म देखाउँछु। यो चाहिँ अलिक पाहा जस्तो चाहिँ रोड खन्दाखेरिको माटोले गर्दा बारी बिगारेर यता तल खोला छ। यही पहिरो रोक्नको लागि भनेर पहिरो रोक्ने, अब फल्यो भने खानालाई पनि भयो बेच्नलाई पनि भयो। यो चाहिँ ओखर हामीले यो पाखोमा चाहिँ सबै ओखर हालेका छौँ। यो पाखो परसम्म चाहिँ ओखर छ। यो चाहिँ काफलको रुख, काफल फलिरहेको छ। यहाँनिर ठुलो रुख छ। यो ओखर चाहिँ सबै आएछ। हामीले यहाँनिर यो एकदम काँडा घारी थियो, ऐँसेलुको एकदम झाडी थियो। यसलाई दुईजना भएर 2 दिन लाएर फाँडेर बिरुवा हालेका हौँ दाजुभाइ भएर। यो बिरुवाहरू हुर्किएको देख्दा चाहिँ छुट्टै आनन्द मिल्दो रहेछ। यो चाहिँ घर, यहाँ त स्पिकर बजाइरहनु भएको छ। अब हामी चाहिँ यहाँनिर अब हाल्न बाँकी चाहिँ एभोकाडो, त्यसपछि फेरि एकचोटि हलुवेद लिएर हाल्नुपर्छ। माथि उहाँ जङ्गल छ, फेरि फाँड्न बाँकी छ। लगभग त्यो चाहिँ 20 वर्ष भयो नफाँडेको, खेती नगरेको भनौँ। घर पनि छ त्यहाँनिर, 20 वर्ष भयो, जङ्गल भइसक्यो। अब त्यसलाई फाँडेर रोप्नुपर्ने छ। हामी चाहिँ यहाँनिर ऐँसेलु खाँदैछौँ। ऐँसेलु हेर्नुहोस्, ढिल कत्रा छ ऐँसेलुका। हामी काफलको बोटे चाहिँ सानो भैँबाडै भेटिन्छ। यहाँ चाहिँ ऐँसेलु छ, फेरि भैँबाडै सर्लक्क। ऐँसेलु कति खाने हो? ऐँसेलु ऐँसेलु कति खाने? झपक्कै 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 ऐँसेलु। यो चाहिँ घर हो, यो टोइलेट ढोका बिग्रिसक्यो। अनि यो रामदाईको घर, त्यहाँ माथि अर्को मान्छेको घर हो। यतापट्टि नि अर्को मान्छेको घर छ। अब हामी चाहिँ यो लाँकुरीको रुखमा शीतल तापेर बसिरहेको छौँ। यो लाँकुरी एकदम ठुलो छ। यो चाहिँ निर्मला दिदीले, निरन दाईले रोप्नु भयो। धेरै ठुलो भइसक्यो। पुरानो घर यहाँनिर थियो, अहिले भूकम्पले भत्केर यो नासपाती स्याउको रुख दिदीले रोप्नु भएको। यहीँनिर घर थियो। यहाँ केराको बोटहरू हुन्थ्यो टन्नै। यहाँ ठुल्ठुलो केरा फल्थ्यो। एउटाले अगाउने। तपाईँलाई याद छ, हामी त्यो बच्चा बेलामा एउटा मात्रै केरा पाकेर हैसा बाँधेर घोचेर झारेर खाएको थियौँ यहीँनिर। अब यो पाखोमा चाहिँ अब यहाँ खेत छ। यो तल पुरै झाडी छ। यो चाहिँ फाँड्न बाँकी छ। ऊ तलसम्म छ। यहाँ अब बिरुवा, पुरै बिरुवा लगाउने प्लान छ हाम्रो चाहिँ। हेरौँ, ओखरले त साथ दिएछ। ओखर त एकदम सप्रेछ। ओखर सप्रेछ। अब अरू यो चाहिँ भूकम्पपछि बनाएको घर हो। म जन्मेको ठाउँ चाहिँ यही हो। यही घर भएको ठाउँमै जन्म्यो। यहाँनिर पुरानो घर थियो हाम्रो, खरले छाएको। अनि माथि पनि फाँड्न बाँकी छ। माथि लगभग ऊ त्यो मकै लागेबाट मास्तिर जङ्गलपट्टि त्यो सबै फाँड्न बाँकी छ। त्यो उत्तिसको रुख, 2टा उत्तिसको रुख देखेको ठाउँमा त्यो झाडी जति पनि छ, त्यहाँबाट उतापट्टि पाखो, पल्लो पाखो पनि पुरै छ फाँड्न पर्ने। त्यहाँ पनि अब सबै बिरुवा माटो पाकेर एकदम राम्रो भइरहेछ। बिरुवा चाहिँ एकदम राम्रो हुन्छ। यो चाहिँ हाम्रो गाउँ, यो हाम्रो जन्मथलो। यहाँ आउँदा चाहिँ छुट्टै आनन्द आउँछ। कोइलीको आवाज, चराचुरुङ्गीको आवाज। एकछिन आनन्दले शान्त भएर बस्ने हो भने मनै, माइन्ड पुरै फ्रेस, एकदम छुट्टै आनन्द आउँछ। हो हल्ला केही छैन, चराचुरुङ्गीको आवाज, एकदम रमाइलो लाग्छ। पारीतिर गाउँ चाहिँ यहाँ चाहिँ लाँकुरीको रुख चाहिँ एकदम ठुलो छ। छारीको लागि चाहिँ एकदम आनन्द। चराचुरुङ्गीको आवाज सुनौँ। माथि बारीमा जाँदैछौँ। काफल के कति फलाएको छ, माथि पनि 4-5वटा बोट छ। हेरौँ, बुढाहरूले हाँगा भाँचेर केही राख्दैन। यहाँनिर ऐँसेलीको झाँगे हो। पुरै ऐँसेलीको गाडी। अब माथिबाट जानुपर्छ। जान चाहिँ हामी बाटो त उताबाट नि छ। यहाँ चाहिँ यो रोडले खनेर अलि अप्ठ्यारो बनाएछ। बाटो चाहिँ उताबाट हो खासमा। यो चाहिँ सर्टकट हो। अब यहाँ चाहिँ हिँड्दाखेरि अलि अप्ठ्यारो छ। बाटो चाहिँ उताबाट छ।
यो चाहिँ हाम्रो यो गुराँसको रुख। यहाँनिर गुराँस सुकेर बसिरहेछ, फुलेर नि सुकेर बसिरहेछ। यहाँनिर यो चाहिँ सर्टकट बाटो हो। यो सबमा हाल्ने हो। हाम्रो चाहिँ यो पाखो। अब यहाँ पनि हाल्नुपर्छ यो घारी हानेर पत्थरमा त लगाइदियो भने नि कसैलाई हुन्छ। हाम्रो माथि गरेको एउटा काफल रुख्यो हो। अघिल्लो वर्ष चाहिँ बच्चाहरूले धेरै आँगा भाँच्यो भएर यसैले यसमा चाहिँ पालुवा मात्रै आएको छ। यो रुख चाहिँ काफलको रुख हो। सबभन्दा धेरै फल्छ यसमा। सानो बोट भयो नि मसिनो पत्तामा बाक्लो फल्छ। अहिले चाहिँ पालुवा छ। अलिअलि त फलाएर छ यसमा नि। पालुवा छ, अर्को वर्ष फल्छ अब धेरै। यो रुखमा हरियो छ यहाँनिर अलिअलि हरियो छ। पहिला चाहिँ यो यसबाट 10 लाठी जति काफल अझ बढी थियो होला। हामी आएर खायौँ, लग्यौँ। यही रुखमा बच्चाहरू झुन्डै गर्दा यहाँनिर यो सालकले खनेर दुम्सी सालक बारीभरि भँगै भङ बनाएर सब सालकले खनेर दुम्सीले खनेर केही राखेको छैन। अब यसलाई नि झाडी फाँडेर बिरुवा हाल्नु पर्ने चाहिँ गराब ठुल्ठुलो रहेछ बिरुवा। मजाले हुन्छ। यो जङ्गल भएर यो के सानो भिड जस्तो देखिन्छ। यहाँ चाहिँ काफलको रुख छ अर्को हाम्रो यहाँनिर। यो मास्तिर जङ्गल काफलको छ। तपाईँको यो बारीमै 3टा 4वटा रुख छ। त्यो तल चाहिँ यसरी पाल्लो आउने पाल्लो भएर फलेन छ। यहाँ सर्को रुख यसमा पनि पाल्लो आइरहेको छ। यसमा पनि पाल्लो छ। काफल चाहिँ छ छैन थाहा छैन। आफू नबसेपछि चाहिँ बाहिरको मान्छेलाई माया नलाग्दो रहेछ। हाँगा भाँच्ने काटिदिने फल्न त फलेर छ अलिअलि पालुवा छ। अर्को वर्ष फल्छ यसमा। यो पालि यो काफल फल्छ चाहिँ अर्को पालि हामी काटछाट गरिदिनु पर्छ। यो चाहिँ हाम्रो गैरा भन्छ। यो पहिला सब खेती गर्ने जमिन लगभग 20 वर्ष जति भयो। 20 वर्ष भयो हामीले यहाँ छोडेको, काठमाडौँ गएर बसेको। आउन चाहिँ हामी यो ठाउँमा हामी आउन चाहिँ वर्षपछि वर्षको 4-5 चोटि आइरह हुन्थ्यौँ। अनि बिरुवा लाउने प्लान चाहिँ 2 वर्ष अगाडि जति सोचेको थियौँ हामीले। ठिक छ गरौँ न, लगाइहेरौँ। भयो भने भयो, भएन भने बाँझो किन राख्नु भन्ने हिसाबले सुरु गरे हो। तल नै आधा लाउन बाँकी छ। अब यहाँ चाहिँ यसपालि यो फाँडेर यो फाड्न एकदम गाह्रो छ। 20 वर्ष भयो, जङ्गल भइसक्यो। उकालो हिँड्ने बानी नभएपछि पहिला त्यो कान्ला फाल हान्ने त्यो 2-3टा कान्ला एकैचोटि बच्चा बेलामा। अब त हिँड्न पनि गाह्रो हुने भइसक्यो। उकालो हिँड्ने बानी छैन। अब यो चाहिँ सबै फाँडेर बिरुवा लगाउने प्लान छ यसपालि असारमा लाउने बिरुवाहरू चाहिँ। अनि एकदम आनन्दको ठाउँ छ। शान्त, एकदम शान्त, आनन्द। 1 घन्टा जति यहाँनिर मेडिटेसन गरेर बस्ने हो भने मनमा भएको दुःख पीडा सबै भुलिन्छ। यो चाहिँ काफलको रुख। यसपालि पालुवा आएर रहेछ धेरै काफलमा। उयो माथितिर पनि छ काफलको रुख। जङ्गलै छ माथि त, माथि जङ्गल छ। अनि हिँड्नु भएको छ अगाडि। अब यो चाहिँ पहिला बुवाले जोतेर मकै लाएर भैँसी बाख्रा कुखुरा पालेर बसेको ठाउँ हो यो। हाम्रो बुवाले
18-20वटा गाईबस्तु पाल्नु भएको थियो। बाख्रा थियो, यहाँ दाइ ऐँसेलु खान लाग्नु भएको थियो। ऐँसेलु स्वाद छुट्टै थियो। फेरि स्वाद आफ्नो माटोको भएपछि स्वाद चाहिँ अलग्गै लाग्ने, मिठो। यो चाहिँ ऐँसेलु भयो। गुलियोमा एकदम अमिलो खालको मिठास। यो चाहिँ दाइ हिँड्नु भएको छ। यो काफलगुरको हाँगा भाँचेर केही राख्छ नि, हरियो फलेको पर्दैन। यहाँ एउटा रुख छ अर्को, काफल हुने रुख। यसमा होला ऊ, त्यो माथिको पनि होला। अस्ति डर लाग्यो त्यो घरबाट ठाउँकै पर। एकदम त्यतैबाट जाने कि यताबाट जाने? यताबाट छैन, परबाट काफल फलेको रुखमा सुकिसकेको छ। अरू रुखमा कुनैमा हरेछ। यो चाहिँ लगभग 20 वर्ष भइसक्यो, उनी घारीमा परिणत भइसक्यो। 20 वर्षमा यसलाई फेरि उर्वर भूमिमा परिणत गर्नुपर्नेछ। यसमा त यहाँ तल छु, अघि देखाएको उत्तिसको बुट्टा त्यही तलको, त्यो दुईवटा अघि देखाएको उत्तिसको बुट्टा तल छ दुईवटा। पारी गाउँ यस्तो देखिन्छ। पारी गाउँ चाहिँ यस्तो देखिन्छ। अघि तलबाट देखाएको बुट्टा त्यही हो त्यसको। यो जमिन भयो, यहाँ पारी जमिन, त्यहाँ जङ्गल भइसक्यो, पुरै जङ्गल भइसक्यो। यो गराहरू भयो है, यो चाहिँ गराहरू हो। गराहरू हो यो। यस्तो रुखहरू उम्रेर पुरै यहाँ बिरुवा अब कति धेरै असर छ तपाईँको। यसमा फलफुल खेती मात्रै गर्ने हो भने आफूलाई अर्काको काम गर्न चाहिँ खाडी जानु चाहिँ पर्दैन। राम्रोसँग बिरुवा लगाएर हुर्कै बढाइ गर्ने हो भने अर्काको देशमा गएर दुःख गर्नु पर्दैन। आफ्नो जमिन यस्तो बाँझो बसिरहेछ। यताबाट चाहिँ यो अरूकै हो, यता तल चाहिँ हाम्रो फेरि यताबाट उता चाहिँ यो चाहिँ अरूको। यो त जमानादेखि नै बाँझो हो, यो वर्षौँ वर्ष भइसक्यो। तल गाउँ हाम्रो मध्य पहाडी लोकको मार्ग चाहिँ यहाँनिर तल पर्छ। हाम्रो खेत चाहिँ त्यहीँ तल पर्छ। यो रोड देखिरहेको ठाउँमा अहिले तुवालो लागेर राम्रोसँग देखेको छैन होला। यो चाहिँ यो खोलेगाउँको बाटो भयो। खोलेगाउँ भन्ने ठाउँ हो यो चाहिँ। हामी सानोमा पढेको स्कुल चाहिँ त्यहीँनिर छ, यो खोलेगाउँ भन्ने ठाउँमा। यहाँबाट हामी उता जान्थ्यौँ। यो चाहिँ रोड तल लप्से जाने, त्यो मध्य पहाडी लोकमार्ग जाने जोड्ने बाटो। यो चाहिँ पुणी गाउँ भन्छ। यो डाँडामा गयो भने अझ पारिपट्टि अझ रमाइलो ठाउँ देखिन्छ। यहाँ अगाडि चाहिँ हिमाल देखिन्छ। अहिले चाहिँ यो तुवालोले गर्दा देखिएको छैन। ठ्याक्कै अगाडि चाहिँ हिमाल देखिन्छ। बिहान उठ्ने बित्तिकै ट्याक्क उतापट्टि फर्केपछि आँखा खुल्ने बेलामा हिमाल ट्याक्क देखिन्छ। यो चाहिँ ए तल घरको भाइको तल रोड छेउमा घर बनाएको छ। ऊ तल चाहिँ बुङ्गुर फार्म हो। त्यो चाहिँ बुङ्गुर पाल्या छ। यहाँनिर चाहिँ बुङ्गुर पाल्या छ। यो ठुलो ट्रस्ट बनाएको ठाउँमा चाहिँ मान्छे नि बस्छन् त्यहाँनिर। उता तल चाहिँ घरहरू भयो, गाउँहरू। साउने भन्ने ठाउँ हो यो चाहिँ। यो साउने, तल्लो साउने र माथिल्लो साउने भन्छ। त्योभन्दा तल चाहिँ लप्से भन्ने ठाउँ हो। यो चाहिँ अहिले राम्रोसँग देखिएन तुवालोले गर्दाखेरि। यो चाहिँ लप्से भन्ने ठाउँ। हाम्रो खेत चाहिँ त्यहीँ तल छ। हाम्रो यो हिमाल देखिन्छ यहाँबाट अगाडि चाहिँ। यो डाँडाबाट उता सबै यो सबै हिमाल देखिन्छ। अहिले तलले गर्दा केही देखिएन। यो काफलको रुख, यो मास्तिर काफलै काफल हो, जङ्गलै काफल छ। यो बुट्टा नि काफलकै हो, यो बुट्टा काफलको, यो बुट्टा काफलको। यतातिर मास्तिर सब काफलै काफल हो। तर यसपालि फलेर जान्छ राम्रोसँग। पाल्ला आउने पालो रहेछ। यस्तै हो हाम्रो गाउँ, यस्तै हो। पारिलो अहिले घाम लागिरहेछ, तुवालो पनि लागिरहेछ अलिअलि। अस्ति पानी पर्दा चाहिँ क्लियर देखिन्थ्यो, अहिले चाहिँ फेरि तुवालो लाग्न थालेछ। त्यो पारी गाउँमा त्यो जथाभावी बाटो खन्नाले पहिरो गएको गई छ। अब यसपालि बर्खामा के हुने हो। त्यो पारी गाउँतिर, यो पारी गाउँतिर पहिरो
यतातिर यो पहिरो बर्खामा जथाभावी बाटो खन्नाले पहिरो धेरै गएको छ। हाम्रोतिर चाहिँ त्यस्तो छैन, बाटो एउटा यहाँबाट गएको छ, यो चाहिँ हाम्रो घरको बाटो हुँदै गएको छ। यो बाटो चाहिँ त्यो तलको बाटो भयो, यो चाहिँ तल छाप जोड्ने बाटो, यो चाहिँ गुर्जे छाप, यहाँबाट सिन्धुपाल्चोक पनि पुगिन्छ। तलको बाटो त बनिसक्यो, यो बाटो पनि बन्न सुरु गरेको छ। अब यो 2 वर्षभित्रमा पिच हुने भन्ने कुरा छ। वालहरू उठाउँदैछ, राम्रै हुन्छ होला। गाडी जाँदैछ, ढुङ्गा बोकेर जाँदैछ, ढुङ्गा माटो। यस्तै हो हाम्रो गाउँ, यस्तै हो। यहाँबाट ठ्याक्क चाहिँ हिमाल देखिन्छ हजुरको, एकदम रमाइलो छ। यो अझ बर्खाको बेलामा रमाइलो देखिन्छ, बादलहरू तल तल हुन्छन्, एकदम रमाइलो छ। यो चाहिँ हाम्रो खानेपानीको ट्याङ्की हो। यहाँबाट चाहिँ 3टा 4वटा घरलाई पानी गएको छ। यो चाहिँ खोलाबाट आएर यहाँ बस्छ, अनि यहाँबाट खानेपानी। हामी चाहिँ अहिले काबल टिप्न कालो रुखमा छौँ। हिजो आएर सबै हाँगा भाँचेर लगेछ यहाँनिर। यो घर छेउको रुखमा चाहिँ तल रोड यहीँ चाहिँ नजिकै सजिलो भएछ। फल्न चाहिँ फलिरहेको छ, टुप्पा टुप्पा नभेट्ने ठाउँमा चाहिँ छोडेछ, भेट्ने ठाउँको चाहिँ सब हाँगा भाँचेर लगेछ। काफल चाहिँ यहाँ फलिरहेछ। कुखुरा रेडी हुँदैछ। यता चाहिँ हाम्रो भात पाकिरहेछ, आगोमा ट्याक्क लाएर, अगाडि भ्यू ट्याक्क लाएर साथीहरूसँग ट्याक्क रमाइलो भएछ। यहाँ काउली, म चाहिँ शाकाहारी पर्ने, यहाँ काउली रेडी हुँदैछ। यो चाहिँ अब सेकुवाको तयारी हुँदैछ। यहाँ चाहिँ अब तरकारी काउली, आलु काउली तरकारी बडीलाई भात चाहिँ पाकिसक्यो। हाम्रो भान्से चाहिँ सुमन दाइ हुनुहुन्छ, आलु भुट्दै हुनुहुन्छ यहाँनिर काउलीको लागि। कुखुरा काटिँदैछ, उता राजकुमार। कस्तो धुवा बनायो